म मान्य परराष्ट्र मन्त्री शिशिर खनाललाई रोस्टममा आउन आग्रह गर्दछु। मान्य सदस्यहरू, अब प्रश्नकर्ता मान्य सदस्य निष्कल राईलाई आफ्नो प्रश्न सोध्न अनुमति दिन्छु। प्रश्न नम्बर 4। सम्माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यू, परराष्ट्र मन्त्रालय अन्तर्गत इस्लामाबाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेजिङ लगायतका स्थानमा दूतावास र राजदूत आवास भवन निर्माण गर्न नेपाल सरकारको नाममा जग्गा खरिद गरिएको छ। ती जग्गा खरिद गरेको वर्षौँ भयो, तर त्यहाँ भवन बनेका छैनन्। सरकारले भवन बनाउन नसक्दा विदेश स्थित नेपाली नियोगहरूले वर्षेनी करोडौँ रुपियाँ घर भाडामा खर्च गर्नु परेको छ। वार्षिक कति भाडा तिर्नुपर्छ? आफ्नै जग्गा भए पनि आवश्यक भवन बनाउन किन नसकिएको होला? कहिले बन्छन् त्यहाँ नेपाली नियोगको लागि भवन? के हामीले सधैँभरि नेपाली नियोगहरूलाई भाडाकै घरमा राख्ने सरकारको योजना रहेको हो त भनेर प्रश्न गर्न चाहे। धन्यवाद। मान्य सदस्यहरू, अब म मान्य परराष्ट्र मन्त्री शिशिर खनाललाई उक्त प्रश्नको उत्तर दिन अनुमति दिन्छु। सम्माननीय सभामुखज्यू, प्रश्नकर्ता मान्यज्यू, सर्वप्रथमतः अत्यन्त महत्त्वपूर्ण परराष्ट्र मन्त्रालयले अत्यन्त चासोका साथ हेरिरहेको, चिन्ताका साथ हेरिरहेको विषयलाई प्रश्नको रूपमा सोधिदिएर सम्मानित सदनलाई हाम्रो आफ्नो कुरा राख्ने मौका जुराइदिनु भएकोमा मान्यज्यूलाई मेरो तर्फबाट विशेष धन्यवाद भन्न चाहेँ। नेपाली नियोगहरूका लागि घर जग्गा खरिद सम्बन्धी प्रश्नका सन्दर्भमा इस्लामाबाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेजिङ लगायतका नेपाली नियोगहरूको नाममा जग्गा खरिद गरिएको, तर दूतावास भवन तथा आवास भवन निर्माण गर्न नसकेको, जसले गर्दा वार्षिक करोडौँ रुपियाँ घर भाडामा खर्च गर्नु परेको विषय सार्वजनिक खर्चमा वित्तव्ययिता तथा औचित्यसँग पनि जोडिएको छ। यसै पृष्ठभूमिमा अझ ठुलो प्रश्न सार्वजनिक निर्माण खरिदलाई व्यवस्थित गर्ने सार्वजनिक खरिद ऐन 2063 तथा सार्वजनिक खरिद नियमावली 2065 जस्ता कानुनी व्यवस्थाहरूको कार्यान्वयनसँग पनि जोडिएको छ। विदेश स्थित नियोगहरूमा घर भाडा शीर्षकमा गत आर्थिक वर्षमा करिब 1,39,36,36,00,000 रुपियाँ खर्च भएको छ। सो आर्थिक वर्षमा परराष्ट्र मन्त्रालयको लागि विनियोजित 7,84 करोडको यो करिब 17% रकम हो। सार्वजनिक खरिदलाई व्यवस्थित गर्ने सार्वजनिक खरिद ऐन तथा नियमावलीमा विदेशमा सार्वजनिक भवन निर्माण गर्ने व्यवस्थाको अभाव थियो। साथै विदेशमा भवन निर्माण गर्दा सम्बन्धित देशको प्रचलित भवन संहिता तथा मापदण्ड पालन गर्नुपर्ने हुँदा स्पष्ट कानुनी व्यवस्थाको अभावले गर्दा प्रक्रियागत जटिलता समेत रहेका थिए। विदेशमा भवन निर्माण गर्दा स्थानीय परामर्शदाता नियुक्ति गरी सम्बन्धित देशकै प्रचलित निर्माण विधि तथा नर्म्स अनुसरण गरी निर्माण व्यवसायी छनौटका लागि खरिद प्रक्रियाका कागजातहरू तयार गर्नुपर्ने हुन्छ। अत सार्वजनिक खरिद ऐन तथा नियमावलीमा विदेशमा भवन निर्माणबारे स्पष्ट व्यवस्था हुन नसक्दा हालसम्म भवन निर्माणका प्रयासहरूले चाहेको परिणाम दिन नसकेको अवस्था थियो। तर सार्वजनिक खरिद ऐन 2063 भएको पछिल्लो पटक यो सरकार आइसकेपछि भएको संशोधनले विदेश स्थित नेपाली नियोगहरूले भवन निर्माण गर्न सक्ने गरी कानुनी व्यवस्था गरेको छ। मूल ऐनको दफा 67 मा गरिएको संशोधनबाट विदेश स्थित नेपाली राजदूतावास नियोग तथा विदेशमा कार्यालय भएका अन्य सार्वजनिक निकायले आवश्यक कार्यविधि बनाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सहमति लिई स्वीकृत गराई लागू गर्नुपर्ने व्यवस्था भएसँगै विदेश स्थित नियोगहरूको भवन निर्माणको लागि स्पष्ट कानुनी आधार प्राप्त भएको छ। साथै उक्त कार्यविधि निर्माणको लागि मन्त्रालयले प्रारम्भिक गृह कार्य समेत सुरु गरेको जानकारी यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। परराष्ट्र मन्त्रालयले विदेश स्थित नियोगहरूमा भवन निर्माण गर्न प्रतिबद्ध भई भवन निर्माण सम्बन्धी कार्य अगाडि बढाएको छ। हाल सम्बन्धित देशका भवन निर्माणसँग सम्बन्धित विभिन्न सरकारवालाहरूसँग छलफल अन्तर्क्रिया गरी
अस्ट्रेलिया, साउदी अरेबिया र थाइल्यान्डमा चान्सरी तथा आवासीय भवन निर्माण गर्न परराष्ट्र मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ। क्यानबरा राजदूतावास भवन निर्माणको लागि आर्किटेक्चरल इन्जिनियरिङ वर्क्स तथा भवन निर्माणको लागि लागत अनुमान तयार गर्ने कार्यको लागि परामर्शदाता नियुक्ति गरी यस सम्बन्धी आवश्यक कार्य भइरहेको छ। हालसम्म त्यहाँको नेसनल क्यापिटल अथोरिटी NCAबाट वर्क अप्रुभल प्राप्त भई ACT सर्टिफायरबाट बिल्डिङ अप्रुभल लिने प्रक्रिया सुरु भएको छ। बिल्डिङ अप्रुभल पश्चात निर्माण व्यवसायी छनौटका लागि बोलपत्र कागजातहरू तयार गर्न र निर्माण व्यवसायी छनौट गर्नका लागि विदेश स्थित नियोगहरूको भवन निर्माण कार्यविधि तयार भएसँगै थप सहजता भई यस आर्थिक वर्षमै भवन निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको छ। रियादमा राजदूतावास तथा आवासीय भवन निर्माणको लागि यस आर्थिक वर्षमा आर्किटेक्चरल ड्रइङ डिजाइन एन्ड इन्जिनियरिङ वर्क्सको परामर्शदाता छनौट भई निजबाट प्रारम्भिक ड्रइङ डिजाइन समेत तयार भएको छ। ब्याङ्ककमा राजदूतावास तथा आवासीय भवन निर्माणको लागि आर्किटेक्चर ड्रइङ डिजाइन र इन्जिनियरिङ वर्क्स तथा भवन निर्माणको लागि लागत अनुमान तयार गर्ने कार्यका लागि परामर्शदाता छनौट गर्ने कार्यक्षेत्र शर्तहरू TOR निर्माण गर्न मन्त्रालयबाट खटाइएको टोलीले कार्य गरिरहेको छ। के सधैँ भाडामा नै राख्ने सरकारको योजना हो भन्ने प्रश्नको सन्दर्भमा क्रमिक रूपमा आफ्नै जग्गा भएका नियोगहरूको दूतावास तथा आवासीय भवन निर्माण गर्दै जाने योजना बनाएको छ। पर्याप्त बजेट विनियोजन गरी नेपाली नियोगहरूका लागि आफ्नै भवन बनाई खर्चमा मितव्ययी ल्याउन हाम्रो प्रयास र प्रतिबद्धतामा माननीय ज्यूहरूको पनि साथ र समर्थन रहने अपेक्षा गरेको छु। यस वर्ष क्यानबरा राजदूतावास भवन निर्माणको लागि झन्डै 50 करोड, रियाद दूतावास निर्माण गर्न झन्डै 19 करोड र ब्याङ्कक दूतावास भवन निर्माण गर्न 8 करोड बजेट विनियोजन गरिएको छ। यही भवन मान्यज्यूहरूको जानकारीको लागि र सहयोगको आह्वानको लागि पनि हामीले यो वर्ष अर्थ मन्त्रालयसँग अनौपचारिक यो बजेट निर्माणको छलफलमा मैले एउटा प्रस्ताव पनि राखेको थिएँ अर्थमन्त्रीज्यू र अर्थ सचिवज्यूलाई। हामीले हरेक वर्ष अरबौँ रुपियाँ हामी भाडामा तिरिराखेका छौँ। त्यसको सट्टा अहिले हाम्रो बाह्य लगानी नीतिलाई अलिकति खुकुलो बनाइदिने भने, जस्तै हामी कहाँ अहिले पैसा थुप्रिएर बसेको छ, लगानी गर्ने ठाउँ पाइएको छैन, सञ्चय कोष अथवा नागरिक लगानी कोष अथवा अरू कसैले एकैपटक हामीलाई लगानी गरेर भवन निर्माण गरिदियो भने हामीले नेपाल सरकारले पाएको जुन वार्षिक रूपमा भवनको भाडाको लागि हामी नेपाल सरकारबाट प्राप्त गर्छौँ त्यही रकम चाहिँ बरु हामी EMI को रूपमा बिस्तारै तिर्दै गएर कालान्तरमा त्यो परराष्ट्र मन्त्रालयको स्वामित्वमा आउने गरेर त्यस्तो खाले कानुनी प्रावधान भइदिए हामीलाई सजिलो हुन्छ भनेर यो विषय हामीले राखेका छौँ। यसमा कानुन निर्माणसँग जोडिएको भएर मैले सम्मानित सदन र मान्य सदस्यज्यूहरूलाई पनि यसतर्फ पहल गरिदिन अनुरोध पनि गरेँ र यो सँगै हाम्रो मूल ध्येय सकेसम्म हाम्रा जग्गाहरू भएका ठाउँहरूमा हाम्रो आफ्नै भवन होस् र त्यसले नेपालको एउटा आर्किटेक्चर हाम्रो जुन ढङ्गले नेपाललाई प्रतिनिधित्व विदेशमा हुनुपर्छ त्यो ढङ्गको प्रतिनिधित्व सम्मानित प्रतिनिधित्व होस्, हाम्रो भवनले पनि त्यो झल्को दियोस् भनेर हामी काम गरिरहेका छौँ। धन्यवाद। मान्य सदस्यहरू, अब प्रश्नकर्ता मान्य सदस्य निष्कल राईलाई अर्को प्रश्न सोध्न अनुमति दिन्छु। प्रश्न नम्बर 5। धन्यवाद सम्माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यू। विदेश स्थित नेपाली नियोगहरूमा कति सङ्ख्यामा लोकल स्टाफ कार्यरत छन्, तीमध्ये कति नेपाली र कति विदेशी हुन्? लोकल स्टाफ राख्दा राज्यलाई कति व्यवहार थपिएको छ भनेर जानकारीका लागि प्रश्न राखेँ। मान्य सदस्यहरू, अब मान्य परराष्ट्र मन्त्री शिशिर खनाललाई उक्त प्रश्नको उत्तर दिन अनुमति दिन्छु। सम्माननीय सभामुखज्यू, मान्य प्रश्नकर्ता मान्यज्यू, अर्को अत्यन्त महत्त्वपूर्ण विषयमा प्रश्न राखिदिनु भएकोमा मान्यज्यूलाई धन्यवाद। विदेश स्थित नेपाली नियोगहरूमा कार्यरत हाम्रा कूटनीतिक कर्मचारीहरू नेपालको राष्ट्रिय हित र विदेशमा ठूलो सङ्ख्यामा रहेका नेपालीहरूको सुरक्षा एवं हितका लागि अहोरात्र खटिएका छन्। उहाँहरूलाई दैनिक प्रशासनिक र कन्सुलर लगायतका काममा सहयोग गर्नका लागि नियोगहरूमा नेपाल अथवा हेडक्वार्टरबाट कर्मचारी खटाउनुभन्दा स्थानीय स्तरमा उपलब्ध जनशक्तिलाई करारमा नियुक्ति गर्दा आर्थिक दृष्टिकोणले मितव्ययी काममा सहजता र प्रशासनिक तथा कूटनीतिक दृष्टिले व्यवहारिक समेत हुने हुँदा कूटनीतिक नियोगहरूमा स्थानीय कर्मचारी भर्ना गरिने विश्वव्यापी अभ्यास रहेको छ।
नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा विदेश स्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारी व्यवस्थापन सम्बन्धी निर्देशिका 2072 बमोजिम नै नियोगहरूमा लोकल स्टाफको व्यवस्थापन गर्ने गरिएको छ। नियोगको कार्य प्रकृति र कार्यबोझ अनुरूप अफिस सेक्रेटरी, लिगल एडभाइजर, ड्राइभर, मेसेन्जर, ट्रान्सलेटर, गार्डनर, सिक्युरिटी गार्ड, अफिस असिस्टेन्ट जस्ता पदहरूमा स्थानीय कर्मचारीहरू भर्ना गर्ने गरिन्छ। स्थानीय भाषा, कानुन तथा कार्य संस्कृति बुझेका कर्मचारीहरूबाट कामकाज गर्न गराउन सहज र प्रभावकारी हुने भएकाले ती पदहरूमा स्थानीय स्तरमै पदपूर्ति गरिन्छ। यद्यपि श्रम तथा कन्सुलर सेवा प्रवाह हुने अधिकांश मुलुकहरूमा मितव्ययिता तथा सेवा प्रवाह सहजताका लागि स्थानीय कर्मचारीको दरबन्दीमा पनि नेपाली वा नेपाली मूलका नागरिकतालाई प्राथमिकता दिई भर्ना गर्ने गरिएको छ। विदेश स्थित नियोगहरूमा स्थानीय कर्मचारीको 374 दरबन्दी रहेकोमा हाल 126 पदमा विदेशी नागरिक र 185 पदहरूमा नेपाली नागरिकहरू कार्यरत रहेका छन्। केही पदहरू राजदूत नियुक्ति हुँदा पूर्ति हुने र राजदूत फिर्ता भएसँगै रिक्त हुने गर्दछन्। नेपाली नियोगमा रहेका स्थानीय कर्मचारीको सङ्ख्या हाम्रो जस्तै कार्य प्रकृति र कार्यचाप भएका फिलिपिन्स, बङ्गलादेश र श्रीलङ्का जस्ता मुलुकहरूको नियोगहरूको तुलनामा निकै कम रहेको देखिन्छ। आर्थिक वर्ष 2083-83 स्थानीय कर्मचारीतर्फ तलबमा रु 91,17,38,000 खर्च भएको छ। हाल विदेश स्थित नेपाली नियोगहरूमा कार्यरत लोकल स्टाफहरूको सङ्ख्या फेरि मैले भने 374 रहेको र हाम्रो जस्तै डायस्पोरा भएका मुलुकहरूको तुलनामा एकदमै कम सङ्ख्यामा रहेको देखिन्छ। उदाहरणको लागि दुबईमा मात्रै झन्डै 4.5 लाख जति नेपाली छन्। त्यसमा कूटनीतिक स्टाफ र लोकल स्टाफ गरेर 10 जना नेपालीहरूले त्यहाँ सेवा प्रवाह गरिराख्नु भएको छ भने दुबईमा फिलिपिन्सको 80 जना जतिको कन्सुलेट छ, श्रीलङ्काको झन्डै 40 जना भन्दा बढीको कन्सुलेट छ भने बङ्गलादेशको 72 जना भन्दा बढीको कन्सुलेट रहेको देखिन्छ। स्थानीय कर्मचारीको सम्बन्धमा कानुनका नेपालको हाम्रो आफ्नै कानुनका अतिरिक्त अद्वितीय राष्ट्रको स्थानीय कानुन र भियना कन्भेन्सन अन डिप्लोमेटिक रिलेसन्स 1961 तथा भियना कन्भेन्सन अन कन्सुलर रिलेसन 1963 का केही प्रावधानहरू पनि आकर्षित हुने बेहोरा म यहाँ सम्मानित सदनलाई जानकारी गराउँछु। धन्यवाद। मान्य मन्त्री आसन ग्रहण गर्न सक्नुहुन्छ। सम्मानीय सभामुखको अनुमति लिएर म एउटा सम्मानीज्यूले रुलिङ गर्नुभएकै विषयमा मैले हजुर मान्य मन्त्रीज्यू एकैछिन वेट गर्नुहोस्। मान्य सदस्यहरू, परराष्ट्र मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम यहीँ समाप्त हुन्छ।